त्यो सामान्य कुरा थियो। कस्तो कुरा देखाउनु भयो हेर्नुहोस् त, यतिकै भगवान जगतमा शिव भएर विचरण गरेको होला र कस्तो ज्ञान छ, कस्तो कुरा भागवत धर्म छ। त्यसैले त हाम्रो राम गुरुले आरती गरेर सबैलाई पूजा गर्न सिकाएको। किन त भने यी जति प्राणी चलिरहेका छन् ती भित्र हाम्रो कृष्ण झलझलाकार छ। हरि पहिला चलिरहेको जीव भित्र कृष्ण देख्न सकिएन भने मन्दिरमा भगवान देख्न सकिँदैन। त्यसैले जीवहरूको हिजो हजुरको छोराले भन्नुभयो कहीँ दुखीको सेवा गर्न मन लाग्छ, कहीँ गएर बुढाबुढीलाई भोजन गर्न मन लाग्छ। तपाईँले ठुलो कुरा गर्नुभयो जीवनमा। हरि संसारमा केही गर्न सकिएन भने पनि भोकाएको हो। दुखी भएका जीवहरूको अगाडि गएर एक पटक मात्र पनि त्यो दुःखबाट एउटा मात्र जीवको उद्धार गर्न सक्नुभयो भने त्यो भन्दा ठुलो यज्ञहरू कुनै छैन। हरि यो भगवान भोलेनाथले बताएको कुरा हो, यो हामीले बताएको कुरा होइन। भगवान भोलेनाथको पूजा त गर्छौँ तर प्राणी माथि द्रोह गर्छौँ भने त्यो पूजा सफल भएन। त्यसैले त भन्नुभयो यस्तो भन्दै विष खाएर, यस्तो भन्दै विष खाएर देखाउनुभयो साधु प्रमाण, देखाउनुभयो साधु प्रमाण। हरि विधिले पनि गरे प्रशंसा, हरि विधिले पनि गरे प्रशंसा। प्रशंसा किन नगर्नु? सत्कर्मको प्रशंसा नगर्ने त दुष्ट मात्र हो। सत्कर्मको प्रशंसा गर्न सकिएन भने जीवनमा के गरिएला? त्यसैले राम्रो काममा खुलेर प्रशंसा गर्नुपर्छ। यदि प्रशंसा, तर कस्तो प्रशंसा? जुन प्रशंसाले त्यो व्यक्तिमा अभिमानको उदय नहोस्, सद्भावनाको उदय होस्, अझ कार्य गर्नको निम्ति प्रेरणा मिलोस्, त्यस्तो सद्भावनाको उदय होस्, प्रशंसा होस्। तर त्यो प्रशंसाले यदि त्यो जीवात्मामा अभिमान आएर गिर्यो भने त्यो पतन हुने बाटो हो। हरि त्यसैले प्रशंसालाई अभिमानको रूपमा होइन, प्रशंसालाई प्रेरणाको रूपमा लिन सक्यो भने त्यो जीवन सफल हो। नारायण आज ब्रह्माजीले पनि प्रशंसा गर्नुभयो, भगवान नारायणले पनि प्रशंसा गर्नुभयो। भोलेनाथ तपाईँले विश्वलाई विजय गर्नुभयो, धन्य होस्। अब आज त्यो विषलाई सरक्क हातमा थाप्नुभयो, हातमा अञ्जुली बाँधेर लज्जाउनु त देवता हो, म पान गर्नेछु। त्यो विषलाई तल पनि जान दिनु भएन, माथि पनि जान दिनु भएन, गलामा राख्नुभयो। आज गला डढेर निलो भयो। त्यो दिनबाट भगवानको नाम